नमस्कार आदरणीय श्रोताहरू, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो हाम्रो पाइला। आज म रेडियो हाम्रो पाइलाको पाइला विशेषमा आज यस्ता एकजना व्यक्तित्वसँग कुराकानी गर्न गइराखेको छु जो जाजरकोटको लिम्सा वडा नम्बर 2 साबिकको र अहिले बारेकोट गाउँपालिकाको केन्द्रबिन्दु लिम्साका एकजना पुरानो समाजसेवी शिक्षक हुनुहुन्छ। उहाँले विभिन्न क्षेत्रमा विभिन्न अनुभवहरू गर्दै अहिले जाजरकोट सदरमुकाम खलङ्गामा रोकाए पुस्तक पसल खोलेर लामो समयदेखि यहाँका विद्यार्थीहरूको लागि, यहाँका यो अध्ययन गर्न चाहनेहरूका लागि यो पुस्तक पसल मार्फत सेवा प्रदान गर्दै आउनुभएको छ। उहाँ राजनीतिक क्षेत्रमा पनि क्रियाशील हुनुहुन्छ। त्यसै गरी लामो अनुभव बोकेर उहाँ जाजरकोटको एउटा इतिहासका रूपमा चाहिँ हुनुहुन्छ। उहाँले हालै मात्र उहाँको बुवा पिताजीले खड्ग बहादुर सिजापति रोकाएजीले लेख्नुभएको पुस्तक ज्योतिषसार सिद्धान्त सङ्ग्रह बेला किताब भनेर चाहिँ यो पुस्तक पनि उहाँको बुवाले चाहिँ लेख्नु भएको हो र त्यो किताबलाई उहाँको छोराले भूमिलाल सरले चाहिँ यो पुस्तकको रूपमा चाहिँ प्रकाशन गरेर अहिले बुवाको सपनालाई पुरा गरिदिनु भएको छ। यो पुस्तक पनि एकदमै पढ्न लायक, एउटा चाहिँ धार्मिक व्यक्तित्वहरूका लागि एकदमै महत्त्वपूर्ण रहेको कुरा पनि तपाईँलाई जानकारी गराउँछु। फुर्सद भयो भने यो पुस्तक रोकाए पुस्तक पसलमा आएर लिन सक्नुहुन्छ। र यो पुस्तक कसरी लेख्ने काम सुरु भयो बुवाको र त्यसमा यहाँले कसरी सहयोग गर्नुभयो भन्ने विषयमा पनि हामी कुराकानी गर्नेछौँ। तपाईँ कार्यक्रम अन्तिमसम्म सुनेर र हेरेर साथ दिनुहोला। यो कार्यक्रम तपाईँ हाम्रो पाइला युट्युब च्यानल मार्फत पनि हेर्न सक्नुहुनेछ र सुन्न सक्नुहुनेछ। रेडियो हाम्रो पाइलाबाट हामी बेलुकाको समयमा प्रसारण गर्ने गर्छौँ। म ढिला नगरिकन आजका हाम्रा यस कार्यक्रमका अतिथि भूमिलाल सरसँग कुराकानीको क्रमलाई अगाडि बढाउँछु। कार्यक्रममा यहाँलाई स्वागत छ सर। हस्, धन्यवाद। कसरी दिनहरू बितिराखेका छन् अहिले यहाँका? मेरो नाम र ठेगाना त हजुरले भनिहाल्नुभयो। मेरो नाम भूमिलाल रोकाए। अब मेरा दिनचर्याहरू अब हालको दिनचर्याहरू त यहीँ पुस्तक पसलमा बसेर बितिरहेको छ। र सुरुमा अब यहाँ चाहिँ बारेकोट अहिले साबिकको लिम्सा भनौँ न, होइन, लिम्साको वडा नम्बर 2 को स्थानीय बासिन्दा र त्यहाँबाट त्यहीँ जन्मेर त्यसपछि यहाँले चाहिँ कसरी आफ्नो यात्राहरू चाहिँ अगाडि बढाउनु भयो अलिकति भनिदिनुहोस् न इतिहास। अनि म त्यहाँ बारेकोट 2 म त्यहाँको बाट मैले आफ्नो चाहिँ कक्षा 5 सम्म चाहिँ मैले आफ्नो लिम्सामै आफ्नो अध्ययन पुरा गरेर 6 कक्षादेखि त्यति बेलाको समयमा प्राइमेरी स्कुल मात्रै भन्ने हाम्रो बारेकोटमा थियो र यता पैको जनता निमावी पैक भनेर त्यहाँ निमावी खुलेको थियो। त्यहाँ आएर मैले आफ्नो कक्षा 6, 7 र 8 3 वर्षको आफ्नो अध्ययन पुरा गरिसकेपछि 3 वर्षको अध्ययनपछि म जाजरकोट खलङ्गामा कक्षा 9 मा पढेँ 2027 सालमा। 2027 सालमा कक्षा 9 पास गरिसकेपछि त्यति बेला म आफ्नो जन्मस्थान बारेकोटमा मेरो बुवा, तत्कालीन मेरो बुवा चाहिँ अञ्चल पञ्चायत सदस्य हुनुहुन्थ्यो। उहाँ अञ्चल पञ्चायत सदस्य भएको अवस्थामा अनि त्यस ठाउँमा चाहिँ निमावी वीरेन्द्रेश्वरी निमावी लिम्सा भन्ने स्थापना गरेपछि अब त्यहाँ चाहिँ त्यति बेला पढ्ने र पढेका मान्छेहरूको चाहिँ अब अभाव हुन्थ्यो। अनि त्यसपछि मैले पनि कक्षा 9 पास गरेपछि त्यति बेलाको जमानामा 9 कक्षा पास भनेको अहिलेको एसएलसी बराबरको त्यस्तो भएको हुनाले अनि मलाई त्यहाँ टिचर राख्ने, बुवाले चाहिँ टिचर राख्नुभयो। अनि त्यसपछि बुवाले त्यसरी त्यहाँ टिचर बनाइसकेपछि 1 वर्ष मैले त्यहाँ टिचर काम गरेँ। अनि त्यसको लगतै पछि एकजना स्विकरको गोपाल प्रसाद शर्मा भन्ने व्यक्तिलाई हाम्रा पहिलेका त्यति बेलाका चाहिँ सभापतिज्यू नेताज्यू तेजविक्रम शाहज्यूले त्यहाँ चाहिँ व्यवस्थापन गरिसकेपछि म आफ्नो पढाइलाई फेरि जोड्न एसएलसी पढेर मतलब खलङ्गामा आएर त्रिभुवनमावि खलङ्गा जाजरकोटमा आएर एसएलसी जात दिएर एसएलसी पास त्यति बेला चाहिँ अलिकति गाह्रो पनि थियो र मलाई एक विषयको अप्सन मतलब असफल भएपछि म आफ्नो चाहिँ फेरि अध्ययन बढाउनु फेरि म आफ्नो चाहिँ बीचमा ग्याप भयो। अनि त्यसपछि अनि बुवाले यस्तै राजनीतिक इराबाट जिल्ला हुलाक कार्यालय जाजरकोटको मुखियामा चाहिँ उहाँले चाहिँ
सिधै अब त्यहाँ नियुक्ति पाएर मैले 1 वर्ष जिल्लावाला मुखियामा काम गरेँ। त्यसपछि तत्काल चाहिँ मतलब ग्रास शाखा भनेर त्यति बेला हेल्थ एड भन्ने थियो, त्यसपछि आएर 7 वर्ष जनस्वास्थ्यमा काम गरेँ। त्यसपछि पुनः त्यही पिरियडमा चाहिँ त्यहाँ चाहिँ मैले त्यो गर्दा गर्दै मैले चाहिँ एसएलसी पास गर्ने मौका जुटेपछि मैले एसएलसीमा फेरि प्राइभेट जाँच दिएर एसएलसी पास गरिसकेपछि अनि म फेरि चाहिँ बारीकोट लेम्सामा 2042 सालमा चाहिँ अब सुरुमा फेरि मावि त्यहाँको वीरेन्द्रेश्वरी मावि स्थापना भएपछि म पुनः टिचर भएर 2032 सालदेखि मैले त्यहाँ 32 कि 42 2042 मा मावि भएपछि अनि 41 सालदेखि 42 मा स्थापना भयो अनि त्यसपछि म त्यहाँको टिचर भएँ। हजुर, अब तपाईँ हुलाक सेवामा पनि काम गर्नुभयो, त्यतिखेर हुलाक यही अहिलेकै साबिक जिल्ला हुलाक कार्यालय जाजरकोटमा त्यति बेला चाहिँ हाकिम चाहिँ हाम्रो साकेन्द्र विक्रम शाहजी हुनुहुन्थ्यो, म चाहिँ मुखिया थिएँ। अनि जस्तो अब त्रिभुवन माविमा गर्दाखेरि यहाँ चाहिँ कहाँ अहिलेकै अवस्थामा थियो कि कस्तो थियो स्कुल चाहिँ? त्रिभुवन माविमा हामी पढ्दाखेरि मेरो पढेको स्कुल चाहिँ माथि चाहिँ त्यो अहिलेको जिल्ला समन्वयको रातो दरबार मैले पढेको। हजुर, तपाईँको पढ्ने बेलाका ब्याजीहरू सम्झिनु पर्दा खलङ्गा क्षेत्रका को हुनुहुन्थ्यो? अब मेरो ब्याजीहरू सम्झिनु पर्दा अब मेरो ब्याजीहरू अब साकेन्द्र विक्रम शाह, चक्रपानी शर्मा भन्ने हुनुहुन्छ, अहिले नेपालमा उहाँ चाहिँ बाइकबाट रिटायर भएर बस्नु भएको छ। हजुर, अनि कारी गाउँको हाम्रो कविलाल खत्री भन्ने हुनुहुन्थ्यो। यस्तै अब कोटजारीको रिमबहादुर खड्का यिनै साथीहरू र एकजना मेरो एकदम यिनै अलि चाहिँ अलिकति उमेर चाहिँ अलि भएका अलि केटा भएका हामी अलिकति बाल्यकाल जस्ता 2 जना थियौँ। एकजना मतलब बडङ्गारको एउटा कृष्ण प्रसाद शर्मा भन्ने हुनुहुन्छ, उहाँ र म चाहिँ एउटै उमेरको करिब 15 वर्षको हाराहारीका थियौँ। अहिले चाहिँ कहिलेकाहीँ यसो घुम्दै गर्दा आफ्नै काममा हिँड्दै गर्दाखेरि कतै साथीहरूसँग भेट भएको छ? हजुर, उहाँ कृष्ण प्रसादज्यूसँग चाहिँ भेट हुन सकेको छैन, अरू पनि सबै साथीहरूसँग भेट हुन्छ। हजुर, कोही आफ्नो कोही यस्तै टिचरमा रिटायर भएर बस्नु भएको छ, कोही चाहिँ अलिकति अर्को लाइनमा बसेर चाहिँ जागिरमा इन्भल्भ हुनुहुन्छ। कति वर्ष यहाँले चाहिँ शिक्षण सेवा गर्नुभयो? मैले चाहिँ पछि आएर अब मैले जस्ट 20 वर्ष 2 महिना शिक्षण सेवालाई पुरा गरेर अहिले म रिटायर लाग्यो पेन्सनमा। हजुर, अनि त्यसपछि यहाँ राजनीतिमा पनि जोडिनु? हजुर, अनि त्यसपछि 2046 सालमा बौद्धल आएपछि म चाहिँ अब यो नेपाल शिक्षक सङ्घ जाजरकोटको अब तदर्थ कमिटीको उपाध्यक्षबाट मैले त्यो आफ्नो चाहिँ यो के भन्छ त्यस्तो हाम्रो अब यो शिक्षकको चाहिँ जस्तै भनौँ न धात्री सङ्गठनमा काम गर्दै गर्दै अनि त्यसपछि म रिटायर भएपछि 2064 मा रिटायर भएदेखि यता कर्मश जिल्ला कार्य नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति अनि त्यसपछि गएर जिल्ला पार्टी सचिव अनि संस्थापक नेपाल ट्रेड युनियन जिल्ला कार्य समिति जाजरकोटको अध्यक्ष भएर चाहिँ काम गरेँ र अहिले हाल म चाहिँ काम गर्दै गर्दै अहिले चाहिँ म 14औं महाधिवेशनको महासमिति सदस्य नेपाली काङ्ग्रेस महासमिति सदस्य पनि हो। हजुर, अब दिनहरू विभिन्न अनुभव अनुभूतिहरू बोक्दै आउँदा यहाँले आफ्नै पिताको ज्योतिषसार सिद्धान्त संग्रह पनि निकालिदिनु भयो। योभन्दा अगाडि पनि अर्को पुस्तक पनि यहाँले सम्पादन गर्नुभएको थियो बुवाकै। भनेपछि यहाँको पिताले चाहिँ जुन पुस्तक लेख्नुहुन्थ्यो उहाँको रुचि थियो होइन, के हुन्थ्यो, के भन्नुहुन्थ्यो उहाँले? पिताजीले के भन्नुभएको छ, मैले पिताजीले करिब दुईटा पिताजीले यो लेखेका 2वटा पुस्तकको संग्रह छ। एउटा चाहिँ जाजरकोटे राजाको पालाका ज्योतिष, एउटा सक्लाका तिमीसँग को थातीले बुवाले सुरु अध्ययन गर्नु त्यो पनि राख्नु भएको रहेछ। त्यसपछि विभिन्न चाहिँ पछि आएर विभिन्न ठाउँमा जुम्लामा उहाँले चाहिँ शिक्षा हासिल गर्नुभयो। त्यसपछि मतलब दैलेखको बालुवाटारमा गएर चाहिँ यो शिक्षा ज्योतिष शिक्षाको पूर्ण उहाँले हासिल गरिसकेपछि अनि मेरो बुवा त के पनि गर्नुहुन्थ्यो भने उहाँले चाहिँ यो पात्रो पनि गुन्ने र आफै पात्रो लेख्ने पञ्चाङ्ग पनि लेख्ने उहाँ गर्नुहुन्थ्यो। अनि त्यसै कारणले गर्दाखेरि उहाँले पनि एउटा किताब लेखेर छोड्नु भएको रहेछ। अनि यस्तै रोज्दाखेरि उहाँले के लेख्नु भएको रहेछ, मैले यस्तो त्यो जमानामा मैले यसरी मेरो आफ्नो यो पुस्तक
यो शिक्षा चाहिँ मैले यति दुःख आर्जन गरेको शिक्षा चाहिँ कतै खेर नजाओस्, यसको प्रचार प्रसार होस् भन्ने हेतुले मेरा शिष्यहरूले र मेरा सन्तानहरूले यो किताबलाई हिफाजतसँग राख्नु होला, राखेर चाहिँ पढ्नु र कसैलाई चाहिँ यसको प्रचार प्रसार गरेर पढ्न अथवा कसैलाई चाहिँ यसको प्रचार गरिदिनु भन्ने चाहिँ लेख्नु भएको रहेछ। अनि यो पुस्तकमा सायद अब हाम्रो पाठकहरूले चाहिँ हेर्नुभयो भने यो पुस्तकमा ती पुराना कुराहरू र लयात्मक हिसाबले पुरा ऐतिहासिक हिसाबका अक्षरहरू भएको सम्पूर्ण चाहिँ देख्नुहुनेछ भित्र यसको छ। अनि उहाँले त्यो भनेको हिसाबले मैले यसो विचार गरेर अनि मैले यो काठमाडौँको चाहिँ हाम्रो प्रज्ञा भवनमा त्यहाँ गएर अनि बुवाले चाहिँ त्यसरी त्यो चाहना गर्नुभएको हुनाले मैले बुवाकै नाममा सम्झनामा पुस्तक छापेर मैले पुस्तक विमोचन गरेर वीरेन्द्रेश्वरी मावि लिम्सामा कार्यक्रम गरेर पुस्तक विमोचन गरेको पनि अहिले 2 वर्ष भइसक्यो। आजभन्दा 2 वर्ष पहिले यो पुस्तक विमोचन गरेर करिब 250 प्रति निकालेर वितरण गरे। भनेपछि यो पुस्तक पढ्नेहरूले चाहिँ कस्तो प्रतिक्रिया दिनुभएको छ? हजुर, यो पुस्तक त धेरै जसो यो पुस्तक प्रतिक्रिया एकदम राम्रो र यो धार्मिक पुस्तकको लागि र यो ज्योतिषशास्त्र कुराहरूको लागि हाम्रो दैनिक चाहिँ आफ्नो यो ज्योतिषको चाहिँ ज्ञानको लागि एउटा पाठ्य पुस्तक जस्तो भएको छ। यो पाठ्य पुस्तक जस्तै छ र यसको चाहिँ बिक्री वितरण माइतीघर मण्डला काठमाडौँमा पनि विशेष गरेर यसको बढी बिक्री भयो। अब यो पुस्तकलाई फेरि अहिले पाठकको माग अनुसार दोस्रो संस्करण निकाल्ने तयारी गर्नु भएको छ? हजुर हजुर, यो दोस्रो संस्करण यो अलि केही 20-25वटा पिस बाँकी छ। यो सकिएर फेरि माग आयो भने गर्छु र पेन ड्राइभमा सुरक्षित छ र अहिले मलाई त्यति यो दोस्रो लटमा निकाल्न पनि त्यति गाह्रो छ। अब यो यहाँको पिताजीले यति मेहनत गरेर लेख्नुभयो होइन, आफ्नै हस्तलिखित अक्षरहरू पनि छन् यो पुस्तकमा र यहाँ जाजरकोट सदरमुकाम हुँदाखेरि म आफैले पनि देखिरहेको हुन्थेँ उहाँलाई। उहाँ जीवित हुँदैखेरि चाहिँ आफै लेख्नुहुन्थ्यो, पात्र बनाउनुहुन्थ्यो, मलाई अचम्म लाग्थ्यो, म हेरिराखेको हुन्थेँ र अहिले पुस्तकमा पनि ती कुराहरू छन्। यो पुस्तक पनि म पढ्नेछु। उहाँको सम्पूर्ण जीवनी पनि यसमा छ र उहाँको राजनीतिले आफ्नो गरेको पनि उहाँ छ र विभिन्न कुराहरू पनि छन् र उहाँको जन्मथलाको सबै परिचय र उहाँका आफ्नै हस्तलिखित अक्षरहरू पनि यसमा पढ्ने मौका पाउनुहुनेछ। पक्कै पनि यो पुस्तक पढिसकेपछि फेरि हामी स्टुडियोमा छलफल गर्नेछौँ आशा छ। र अहिले चाहिँ आजको छलफलमा विशेष त जाजरकोट त्यतिखेर जो यहाँ 41 सालतिर जुन शिक्षणमा सुरुवात गर्नुभयो होइन लिम्सामा, त्यतिखेरदेखि यहाँसम्म आइपुग्दा अहिले झन्डै 40 वर्षसम्मको यात्रामा चाहिँ विभिन्न खालका परिवर्तनहरू भए। बारीकोट पहिला 2-3 दिन लगाएर पैदल हिँड्नु पर्थ्यो भने अहिले चाहिँ गाडीमा जान सकिन्छ। 1-2 ठाउँमा पुलहरू बन्दै छन्, ती पनि अब बिस्तारै बन्लान् र नागरिकलाई एउटा सेवा पनि भएको छ र केही कुराहरू कठिन पनि छन्। त्यसैले त्यहाँदेखि यहाँसम्म आइपुग्दा यहाँले यो 40 वर्षको यो समयगाँठमा चाहिँ यहाँले देखेको परिवर्तन जुन यहाँले चाहिँ सोच्नु भएको थियो अथवा सोचेको भन्दा फरक त्यस्तो के पाउनुभयो होला अथवा नहोला भन्ने लागेका कुराहरू? नै अब परिवर्तनको कुरा त अब पहिले भन्दा अहिले परिवर्तन नहुने पक्कै पनि भएन, भयो प्रशस्त परिवर्तनहरू भए र अहिले विशेष गरेर झन् चाहिँ यो उसमा यो सञ्चारको माध्यममा यस्तो किसिमको जुन विज्ञापनमा उहरूमा पनि बढी भयो र यातायातमा पनि अब भौगोलिक कारणले गर्दाखेरि विविध कारणले गर्दाखेरि बाधाका भए तापनि विस्तार हुँदैछ र विभिन्न बेलामा अलिकति अब नेपालमा राजनैतिक अस्थिरताको कारण र चाहिँ यो अलिकति यो चाहिँ विकास चाहिँ एकदम निरन्तर अगाडि बढ्न नसकेको कारणले पनि हामी ब्याक भइरहेछौँ र आशा छ यो कर्म चाहिँ अहिले हामी अझै राम्रो किसिमले यहाँको राजनीतिक स्थिति सुधार हुँदै जानेछ र हामी अलि अगाडि बढ्नेछौँ भन्ने मलाई आशा लाग्छ। यो समयमा जस्तो विकास क्रम चाहिँ जस्तो अब पहिला चाहिँ गाउँ पञ्चायत हुँदाखेरि, गाविस हुँदाखेरि र अहिले वडा पालिका हुँदाखेरि चाहिँ यहाँले चाहिँ कस्तो अनुभूति गर्नुभएको छ? पहिला र अहिलेमा चाहिँ सहज अथवा अप्ठ्यारो अथवा पैसा धेरै आउने के छ? अहिले त अब यो विकेन्द्रीकरणको हिसाबले सङ्घीयको त हिसाबले कतिपय जनताहरूलाई चाहिँ अब सदरमुकाममा आएर धेरै दुःख खेप्नु पर्नेमा गाउँमा नै पाइरहनु भएको छ सेवा सुविधाहरू। अब यो सेवा सुविधाहरू अब यसको अगुवाई गर्ने मान्छे राम्रो भएको ठाउँमा राम्रै अगाडि फड्को पनि मारिरहेछ। अब त्यति अब कतैतिर भ्रष्टाचारहरू अब धेरै थोर भयो होला। अब यसको न्यूनीकरण गर्दै
यसलाई परिमार्जन गरेर यसलाई राम्रो गर्यो भने स्थानीय सरकारलाई चाहिँ ठिकै छ। अच्छा, अनि अर्को कुरा जस्तो अब यहाँ नेपाली काङ्ग्रेसको राजनीति गर्नुभयो, राजनीतिक यात्रामा यहाँसम्म आइपुग्दा अब जस्तो यहाँहरूले युवा पुस्तालाई हस्तान्तरण गर्नुभयो होइन, अथवा मन नहुँदा नहुँदै हो अथवा चाहिँ जस्तो होइन अब हामी अगाडि अन्य उसमा जाने तर युवालाई दिनुपर्छ भन्ने यहाँको विचार चाहिँ के थियो त्यतिखेर? नै यहाँ मेरो विचार त पहिलेदेखि सुरु नै म त्यस बेगको अब विशेष गरेर अब यो बौद्धलाई आइसकेपछि र नेपाल शिक्षक सङ्घको जिल्लाको चाहिँ एउटा नेपाल शिक्षक सङ्घको अगुवाई गर्दै गर्दाखेरि त्यो बारीकुट गाउँ बेल्टको चार साबीको 4वटा गाविस अहिलेको गाउँपालिकाको नै संस्थापकै जस्तो हो म र नेपाली काङ्ग्रेस संस्थापक हो र त्यो संस्थापकलाई अगाडि लिडिङ गर्ने मान्छे त्यसको जन्म होस् र प्रगति होस् भन्ने चाहना भएको मान्छे हो र अहिलेका भावी पिँढीहरूले पनि राम्रो तरिकाले अगाडि लैजाउन् भन्ने चाहना हो र त्यो लैजाँदै गर्दाखेरि हाम्रो आवश्यकता भएपछि र हामीसँग हातेमालो गर्दै पुरानो हामी पिँढीहरूसँग हातेमालो गर्दै उहाँहरू अगाडि बढ्नु भएकोमा अझै म सहर साथ हामीले सहयोग गर्दै आएका छौँ र अहिले भएका साथीहरूलाई पनि पार्टीमा चाहिँ सहयोग गर्दै आएका छौँ र अब पनि निरन्तर गर्ने चाहना छ। अनि जस्तो अब यो राजनीतिमा पुस्तान्तरण गर्ने कुरा जस्तो धेरै चाहिँ अब नगर्ने गर्दाखेरि चाहिँ विभिन्न खालका अप्ठ्यारा अवस्थाहरू पनि सिर्जना भएका छन्। जस्तो अहिले नेपालमा यो जेनजी आन्दोलन पनि अब अहिलेसम्म धेरैचोटि चाहिँ उनै मान्छेहरू मात्रै हुने भएको हुनाले चाहिँ यस्तो भयो भन्ने खालको कुराहरू पनि आएको छ होइन। त्यसैले धेरै समय चाहिँ राजनीतिमा गरिराख्यो भने मान्छे अलिकति वितृष्णा हुने त्यस्तो खालको पनि देखिन्छ। त्यसैले अबका दिनमा चाहिँ कसरी जाँदा चाहिँ हुन्छ जस्तो लाग्छ? यहाँ एउटा पुरानो राजनीतिज्ञ मान्छे पनि भएको हुनाले अबको दिनमा अब यो ज्यानजीहरूको जो छ माग पनि एकदम धेरै जाइ छ र अब आउने पिँढीहरूले पनि र यो पुस्तान्तरण गर्ने क्रममा पनि उहाँहरूले चाहिँ कसरी चाहिँ हस्तान्तरण गर्ने, कसरी लैजाने, कसरी आफू राइज हुने, कसरी चाहिँ त्यो देखाउने भन्ने कुराहरू उहाँले पनि देखाउन सक्नु पर्यो। र भावी जस्तै एकजना चाहिँ आफ्नो घरको परिवार एउटा बुवाले आफ्नो चेलालाई आफ्नो छोरालाई आफ्नो घर परिवार आफ्नोलाई जिम्मा लाउँदै गर्दाखेरि ओहो मेरो छोरा त एकदम पाको भएछ, मैले जिम्मा लाउँदा राम्रो छ र यसले चाहिँ अझै पनि समाजमा चाहिँ के गरेर खान्छ, अब प्रगति हुन्छ भन्ने कुराको आभास चाहिँ दिनु पर्यो। युवा पुस्ता दिनु पर्यो र चाहिँ त्यो दिँदै त्यसरी अगाडि बढ्दै राम्रो हुँदै अब हामी चाहिँ पुराना पुस्ताहरू बाधक हुनुभयो मेरो भनाइ। धेरै राम्रो विचार व्यक्त गर्नुभयो यहाँले। यस्तै विचारहरू सबैले सोचिदिने भए त यस्तो हुँदैन थियो होला नै पक्कै पनि। र जस्तो अहिले अब यो हामी तपाईँ र म बिचको यो कुराकानी पाइला विशेषमा गर्दै गर्दा रेडियो सुनेर बसेका र यो सामाजिक सञ्जाल मार्फत तपाईँ र म बिचको कुराकानी हेरेर बसेका तपाईँ हामीलाई चिन्ने र नचिन्ने सबैलाई श्रोताहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? अब चाहिँ अबका दिनमा कस्तो भयो भने हाम्रो समाज राम्रो हुन्छ, हाम्रो देश राम्रो हुन सक्छ? तपाईँको के छ सल्लाह? ल मेरो हाम्रो यो रेडियो पाइला न्युजको तर्फबाट र हजुरले चाहिँ मलाई चाहिँ यो कुराहरू अब यहाँ राखेर सञ्चार माध्यमबाट मेरो आफ्नो अभिव्यक्ति हाल्नु दिनुभएको धन्यवाद छ। र मेरो आफ्नो सोचाइमा के छ भने मैले अब यो यस्तो आफ्नो गाउँ समाजको आफ्नो समाजको छिमेकको र पहिले सुरुमा पनि मेरो बुवा पनि त्यस्तै सामाजिक कार्यकर्ता भएको र मलाई पनि त्यस्तो समाजमा काम गरिरहँ भन्ने चाहिँ लागिरहँदाखेरि म स्वस्थ हुन्जेल म अझै पनि हुन्जेलसम्म मलाई सामाजिक जिम्मा पाएमा म आफ्नो सेवा गर्न अझै पनि चाहना पनि राख्छु र भविष्यमा आउने मेरा जिल्ला स्थित साथीहरू र मेरा पार्टीका साथीहरूलाई पनि मेरो आवश्यकता पर्यो भने म भरमग्दुर सहयोग गरेर अझै पनि यहाँको चाहिँ विकासको लागि गर्छु भन्ने मेरो चाहना छ। यहाँ चाहिँ सदरमुकाममा स्टेसनरी व्यवसाय पनि हुनुहुन्छ, पुस्तकहरू बिक्री वितरण हुन्छ। धेरै जसो जाजरकोटमा पुस्तक पढ्नेहरूको संख्या अलिक कम छ भन्ने सुनिन्छ। कतिको पुस्तक किन्न आउनुहुन्छ? पुस्तक अहिले पछिल्लो दिनमा अब त्यति पहिलेको जस्तो त्यति साह्रै पुस्तक त किनभने यो मोबाइल यो विभिन्न किसिमको नेटको कारणले गर्दाखेरि अलिक पहिलेको भन्दा कम भएको छ। धार्मिक पुस्तकहरूको हिसाबमा चाहिँ मेरो मात्रै एउटा जिल्लामा पुस्तक भएको हुनाले धार्मिकहरू पनि ठिकै मात्रामा चाहिँ आउनु भएको छ र बिक्री भइराखेको छ। र श्रोता तपाईँ सुन्दै हुनुहुन्छ पाइला विशेषमा आज हामीसँग हुनुहुन्छ जाजरकोटका पुराना शिक्षक समाजसेवी राजनीतिज्ञ भूमिलाल रोकाई सर। उहाँसँग हामीले जाजरकोट सदरमुकाम खलङ्गा स्थित यो ठाँटी बजार नजिकै रहेको रोकाई पुस्तक पसलमा आएर
उहाँसँग पहिला विशेषमा कुराकानी गरेका छौँ। उहाँका पिता खड्गबहादुर सिजापति रोकाले उहाँ ज्योतिष पनि हुनुहुन्थ्यो। उहाँले लेख्नुभएको पुस्तक ज्योतिषसार सिद्धान्त सङ्ग्रह यो बेला किताब, यसको बारेमा पनि हामीले कुराकानी गऱ्यौँ। यो पुस्तक उहाँको पिताले लेख्नुभएको थियो र छोरा भूमिलाल सरले यसको सम्पादन गरेर यो पुस्तक प्रकाशन गरिदिनु भयो। एउटा छोराले आफ्नो कर्तव्य निभाएको पनि हामीले महसुस गरेका छौँ र यो पुस्तक एकदमै चाहिँ सङ्ग्रह गर्न लायक छ। यो पुस्तकले धार्मिक कुराहरूदेखि लगेर उहाँको जीवनीदेखि लगेर थुप्रै जागरुकताका कुराहरूलाई पनि समेटेको हामीले महसुस गरेका छौँ। म यो पुस्तक पढेपछि फेरि अर्को कार्यक्रममा उहाँसँग कुराकानी गर्ने मैले उहाँसँग प्रतिबद्धता पनि गरेको छु र सँगसँगै अब हामी कार्यक्रमको निर्धारित समय भएको हुनाले चाहिँ निर्धारित समय सकिसकेको छ र अब आजको अङ्कमा बिदा माग्नुपर्ने हुन्छ। त्यसैले जाँदै अब सरसँग यहाँले आजको यो कार्यक्रममा हामीले जुन खालको कुराकानी गऱ्यौँ पहिला विशेषमा यो पुस्तकको बारेमा पनि थोरै केही कुराकानी भयो र समग्रमा हेर्दाखेरि अब हामी नेपालमा जस्तो अहिले भर्खर दसैँको समय छ, अब तिहार आउँदैछ, छठ पर्व आउँदैछ, एकातिर विपदका कुराहरू पनि छन्, एकातिर राजनीतिक विपदका कुराहरू पनि आइराखेका छन्। यी सबै अवस्थालाई हेर्दा, देशको अवस्था हेर्दाखेरि हजुर जतिको एउटा पाएको मान्छेले अबका युवाहरूलाई के सन्देश दिन चाहनुहुन्छ? मैले अब हजुर जस्तो यहाँलाई अब लागेको होला नि त केही यसो? मलाई त अब खासै अबको युवाहरूले चाहिँ अब जस्तै अब हामीहरू यो अहिले आएको हाम्रो हेरेर होइन, नेपाल राज्य देशहरूमा जो अस्ति भर्खर मतलब जेएनजी आन्दोलनले गर्दाखेरि परिवर्तन ल्यायो। अब त्यो परिवर्तन त ल्यायो, परिवर्तन न चाहिँ यो यता न उताको जस्तो यहाँ अहिले फर्किन्छ। न त जेएनजीहरूको चाहिँ माग पुरा भएको देखिन्छ, न चाहिँ यहाँ हाम्रो भनौँ त्यत्रो दुःख गरेर यिनी पार्टीहरूले चाहिँ कति वर्षसम्म लडेर धेरै काङ्ग्रेस, एमाले, माओवादी सब लाएर चाहिँ यिनीहरूले सब राम्रो देशमा ल्याएको संविधान बचेको जस्तो पनि संविधानको रक्षा भएको पनि देखिएन। यता जेएनजीओले गरेको काम पनि लक्षण देखिरहेको छैन र यसको रिजल्ट के हुने हो र यसको रिजल्ट राम्रो तरिकाले यो समाजमा सबै जेएनजी साथीहरूले मतलब कुन चाहिँ यहाँको चाहिँ उहरूसँग मतलब नेताहरूसँग अथवा कुन पार्टीहरू पार्टीगत नराइकन एबिसिडी जुनसुकै पार्टी जो भए पनि राम्रो मान्छे को मतलब राम्रो विचार भएको एउटा समाजसेवीहरूको सँग हातेमालो गर्दै हाम्रो यो देशलाई, हाम्रो यो गाउँलाई अगाडि बढाउनेतिर चाहिँ सबैले चाहिँ सहयोग गर्नुहुनेछ र यहाँहरूको भनौँ मेरो सहयोगको आवश्यकता पर्यो भने पनि म आफ्नो जिल्लामा भरमग्दुर सहयोग गर्नेछु भन्ने मेरो पक्कै पनि अब सबैको सहयोग चाहिन्छ र सबैसँग सरसल्लाह गर्दै यो परिवर्तनलाई संस्थागत गर्नुपर्छ भन्ने धारणा यहाँ र जाँदै अन्त्यमा हाम्रो कुराकानीको क्रममा छुटेका केही भन्न पाए हुन्थ्यो अथवा यो कुरा चाहिँ समेटेको भए हुन्थ्यो भन्ने लागेको छ पनि राख्न सक्नुहुन्छ? हजुर अब नै अरू त सबै कुराहरू भन्यो मैले। अब सार संक्षेपमा त्यही अब यो देशको चाहिँ अहिले देशको अवस्थाको बारेमा सबले सोचौँ यति नै हुँदैन भने। हस् आदरणीय श्रोता, तपाईँ सुन्दै हुनुहुन्छ पाइला विशेष। आजको पाइला विशेषमा भूमिलाल सरको यो स्टेसनरी पसलमै हामीले कार्यक्रम रेकर्ड गरेका हौँ। उहाँसँग लामो समयपछि हामीले यसरी प्रत्यक्ष कुराकानी गरेका छौँ। उहाँ एउटा चाहिँ व्यवसायी पनि हुनुहुन्छ, समाजसेवी हुनुहुन्छ। उहाँले जाजरकोटमा शिक्षण पेसा सँगसँगै उहाँ चाहिँ स्टेसनरी व्यवसायीको रूपमा पनि हुनुहुन्छ। उहाँले राजनीति, हुलाक लगायत सामाजिक क्षेत्रमा थुप्रैमा काम गर्नुभयो। आजको पाइला विशेषमा यिनै कुराहरू समेट्दै म पहिला विशेषको प्रस्तोता बालकुमार यहाँको बीचबाट बिदा हुने अनुमति चाहन्छु र प्रविधिमा साथ दिने प्रेम विषयलाई पनि धेरै धेरै धन्यवाद दिँदै बिदा हुन्छु। नमस्कार। धन्यवाद। मेरो पनि नमस्कार, धन्यवाद। You are watching